हेलो गाइज वेलकम टु माई च्यानल। फेरि पनि हामी आइसकेको छौँ अर्को नयाँ भिडियो लिएर। हाँस्ने हँसाउने नाच्ने नचाउने अब चिलम पारामा मासु चबाउने भने जस्तै होइन। हाम्रो यो भिडियोको अब टाइटल देख्न सक्नुहुन्छ, जन्तर मन्तर इन्डियाको प्रोटेस्ट बारेमा। र आउनुहोस् सुरु गर्दै जाऊँ होइन। हल्का यो फनी फनी छ र हल्का अब रमाइलोको साथमा हामी अगाडि बढ्नेछौँ र अभी मजा आएगा ना भिडो। ल आउनुहोस् सुरु गरौँ हाम्रो भिडियो। अरे गाइज यार यहाँ त पुरा वर्षा भइरहेको छ होइन। बुसेट यार, ओ माय गॉड, प्रोटेस्ट हो कि यो मोज भइरहेछ यार। ओ सेट यार गाइज, ओ माय गॉड, यस्तो मोज भइरहेछ नि। यो युपी बिहारको मान्छेलाई त अब मान्नै पर्छ, सल्युट छ है गाइज। जन्तर मन्तर पार्टीको होइन यो भन्दा नि पुरा युपी बिहारले फाडिदिरहेछ क्या यो प्रोटेस्टलाई। यतिको चाहिँ हुनैपर्छ क्या मजा होइन, प्रोटेस्टको साथ मजा पनि। ओ सेट, बात तो सही है। ये गर्मी में ठंडी का मजा आ गया रे बेटा। ल बिहारको त ठिकै छ होइन, यतिको चाहिँ आरामदायक छ। र अर्को हेरौँ यो दिल्लीतिरको कस्तो रहेछ है। ओ सेट यार, यहाँ त दौडा दौड चलिरहेछ यार। माय गॉड, अरे यार भाग बेटा भाग, नत्र घुसार्दैला पुलिसले पिछवाडामा। क्या बोला तूने? अरे यार यहाँ त दौडा दौड चलिरहेछ, मोज भइरहेछ यार। ओ माई गॉड, तिम्रो प्रोटेस्टमा आउन भन्दा नि रनिङमा गएको भए, म्याराथनमा गएको भए तिम्रो फर्स्ट प्राइज लिएर आएको हुन्थ्यौ नि केटा। यस्तै हाम्रो नेपालमा पनि प्रोटेस्ट भइरहेको थियो होइन। हजुरहरूले सबैले अब हेर्नुभएकै होला, देश विदेश तथा सबै ठाउँबाट हजुरहरूले। यस्तै अहिले यहाँ इन्डियामा पनि जन्तर मन्तर पार्टीकोबाट होइन खतरा खतरा चलिरहेछ। र मलाई यो भिडियो हेर्दा त होइन कसै नेपालको याद आइदियो यार। ओ माई गॉड, यिनीहरूले त यार वाउ सेम नेपालको याद दिलाइदियो यार हामीलाई होइन। नेपालमा नि यस्तै चलेको थियो नि त प्रोटेस्ट। र यार ब्यारिकेड उडाइदिएर लात हान्दिरह यार, यस्तो चाहिँ ठिक है कुरो है, दामी भइरहेछ है। ल र हाम्रो नेपालमा पनि यस्तै भएको थियो होइन। थोरै सर्ट क्लिप देखाउन चाहन्छु हजुरलाई। नेपालीको बानी हुन्छ कहिले नझुक्ने सिरो उभेको छविमाको गुनागाचमाको। यतिको चाहिँ हाम्रै नेपालमा हुन्छ क्या होइन गाइज। अनि यो हाम्रो नेपालको यो देखेर पनि यो धेरैले इन्डियाको प्रोटेस्टमा सम्म यतिको हिम्मत चाहिँ देखाएकै हुन् होइन। जय गोर्खा जी महाराज की जय हो। ओ सेट यार, पुलिसको शिरमा गमला सरी मटका फोडिदिरहे यार। यतिको हिम्मत चाहिँ यो मानेकै हो यार। ओ सेट यार, तर यो प्रोटेस्टमा यतिसम्मको मान्छे थियो नि होइन, हाम्रो यो जेनजी के तिनीहरूको चाकमा के यस्तो किरा परेको थियो कि मा कसम। यो भिडियो हेर्नुहोस् पहिला। अरे ऊ होइन, पुलिसले पछाडिबाट देलाएर आह आह होला कि केटा जोगिएर बस्दा प्रोटेस्टमा जोगिनु पर्छ के तिम्रो क्या। ओ सेट यार, तिमीहरूको किरा त पुलिसले निकाल्छ क्या। अरे भाइ यार त्यो लास्टको दुईजनालाई हेर न, साला थुतुनु त यस्तो बनाइरहेछ कि साला बाबुको बिहामा गएर भोज खान लागे जस्तो यार। के डर डर छैन ल होइन, डर गर्नु नभएको त राम्रो पनि हो। तर साला पुलिसकै अगाडि गएर साला पुरा गरिदिरहेछन् है। ल ठिक छ, केटाहरूमा चाहिँ हिम्मत चाहिँ हो, तर पेल्देला पुलिसले। जे जस्तो भए पनि होइन, युपी बिहार पटनातिरको मान्छेलाई मान्ने गर्छ क्या। यो भिडियो हेर्नुहोस् न, हेर्नुभयो यो भिडियोमा। आमामा कसम छ क्या, अरूको लागि यो सजाय हो भने, टर्चर हो भने, यिनीहरूको लागि मोज भइरहेछ के, फुल टु इन्जोय के। तर यस्तो हुनुपर्छ के, इन्जोय लाइफ होइन। ओ माची साला स्पाइडरम्यान कहाँ हरायो भनेको त यो जेनजी आन्दोलनमा आएर प्रोटेस्टमा आएर लडिरहेको रहेछ यार। ओ स्पाइडरम्यान कि, ओ माई गॉड। अरे यार केटा त युपी बिहारमा छ स्पाइडरम्यान। ओ सेट यार, युपी बिहारलाई सल्युट छ। साला मार्बलबाट होइन युपी बिहारमा मगाइदिरहेछ कि स्पाइडरम्यानलाई आफ्नो सुरक्षाको गार्डको लागि।
भाई यहाँ पे क्या हो रहा है भाई यहाँ पे क्या ओ माई गॉड युपी बिहारवालाको एन्ट्री आएछ होइन तर खतरा टाइममा भइरहेछ कि यस्तो हो क्या एन्ट्री भनेको सबको फाड दिएको राखेको क्या भन्थ्यो नि त्यस्तै भयो होइन एक बिहारी 100 पे भारी भन्थ्यो सही हो क्या ओ shit, बसलाई डाइरेक्ट ब्यारिकेड फोडेर छिराइदिइरहेछ क्या न पुलिसको डर गर्न न प्रशासनको न कसैको होइन यस्तो हुनुपर्छ क्या क्या ये क्या बक रहे हो मादरचोद अनि आउनुहोस् हाम्रो हेरौँ होइन दिल्लीतिरको माहौल के कस्तो छ बिहारको त धेरै फाडेर राखेका छन् कि होइन बिहारीहरूले तर हाम्रो दिल्लीको दिलवाले लन्डेको हेरौँ है त यार यिनीहरूले त पुरा दिल्लीको गाडी पुरा कब्जा गरेर होइन पुरा बारिसमा पुरा छत्री बनाएर बसिदिरहेछ यार त्यतिको चाहिँ हुनुको चाहिँ तर यताको माहौल चाहिँ अलि त्यति गरम नरहेछ होइन तर बिहारतिरको जस्तो हुनु पर्यो कि प्रोटेस्ट सबके फाड़ के रख देंगे ओ सेट यार भाइ यो ह्याकरको एन्ट्री गरिदिइरहेछ भनेर लेखिरहेछ होइन ह्याकर चाहिँ खतरा छ है साला ह्याकर भनेर यार दगेश भाइलाई होइन पुरा नचाइदिइरहे के ओ सेट यार इन्डियाको मान्छे त खतरनाक हो यार के सकिँदैन है कसैले सकिँदैन र आजको हाम्रो भिडियो यतिमै समाप्त गर्नुपर्ने अब अवस्था आइपुगेको छैन किनकि भिडियो धेरै लामो हुन्छ र अब यस्तो भिडियो हामी अरू पनि ल्याउँदै गर्छौँ र हजुरहरूको साथ सपोर्ट र मायाको प्रतीक्षामा छौँ हामी सबैले अब भिडियोलाई सेयर गरिदिनु होला र सबभन्दा ठुलो कुरो लाइक र सब्सक्राइब गर्न नभुल्नु होला हस्त धन्यवाद फेरि भेट्दै गरौँला